सुन्नु न मैले अस्ति नै गिटार छाडेको थिएँ नि इपी फोनको यहाँनिर भित्र छ 98 63 26 हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ यहाँहरूलाई भाइराजा युट्युब च्यानलमा। आज चाहिँ म बिहानीको समयमा काठमाडौँ जाँदैछु, किनभने मैले अस्ति भिडियोमा पनि हालेको थिएँ। मैले चाहिँ गिटार बनाउन दिएको थिएँ अनि त्यहाँनिर चाहिँ ढिलाइ गरेको कारण लगभग 2 हप्ता भनेको 1.5 महिना भइसक्यो। 1.5 महिना भइसकेको छ। अनि हिजो मैले फोन गर्दाखेरि नि अझ बनाएको थिएन भन्ने मैले खबर पाएँ। त्यसैले त्यो गिटारलाई चाहिँ अर्को गिटार सपमा छोड्नको लागि ललितपुरमै हो मैले बनाउन छोडेको चाहिँ लगन हिलनिर। अनि त्यहाँनिर अब बन्दैन जस्तो छ। म चाहिँ अर्को गिटार सप काठमाडौँ नै लाने विचार गरेको छु। त्यसै कारणले म अहिले बिहान बजार झर्दैछु, हिँड्दैछु म वनको बाटो। अनि अर्को गिटार पनि सामानहरू बिग्रेछ, त्यस पनि लिएर आउनेछु। अनि त्यो गिटारलाई चाहिँ म काठमाडौँ गिटार सप नेपाल भन्ने चाहिँ अब राम्रो लागेको छ मलाई, त्यहाँ जानेछु। साथीहरू म चाहिँ अहिले 11 बजीतिर लगभग 11 बज्यो। अहिले कलङ्की आइसकेको छु। म बसबाट झरेँ अनि त्यसपछि केही समय हिँडेर बाहिरपट्टि गएर बस चढेँ। लगभग 25 मिनटको यात्रापछि म लगन हिल भन्ने ठाउँमा पुगेँ। निर्धाना भन्ने सपमा मैले छोडेको थिएँ। त्यसपछि म गिटार दिनलाई भित्र पसेँ। सुन्नु न मैले अस्ति नै गिटार छाडेको थिएँ नि इपी फोनको। बहिनीले चाहिँ यता नाम र अनि डेट हेर्न थाल्नुभयो। म चाहिँ एकछिन यता गिटार हेर्न थालेँ। म चाहिँ त्यहाँबाट गिटार झिकेर 40 मिनट जतिको यात्रापछि रसनचोकभित्र गिटार सप नेपाल भन्ने सपमा आइसकेको छु। रहेछ गिटार सप नेपाल यही हो र हजुर? यहाँ एक तला माथि तल्लो तलामा चाहिँ अर्कै गिटार सप रहेछ। अच्छा यता रहेछ, त्यो त अर्कै सप जस्तो छ। यो गिटार सप नेपाल है। मेरो गिटार बिग्रेको थियो, भाँचेको गिटारहरू जोडिदिनुहुन्छ होइन? मेरो चाहिँ फेरि सिधा भाँचेको छ कि छड्के भाँच्यो भए चाहिँ सहिलो हुन्छ भन्दा अरू पसलमा पनि देखाएको थिएँ ललितपुरतिर। यहाँनिर भित्र छ। यहाँनिर चाहिँ राम्रो राम्रो गिटारहरू रहेछ। मैले केही समय हेरेर इन्जोय गरेँ। 98 63 26 29 32 गिटार मोडेल चाहिँ कतिदेखि हुन्छ? थोरैबाट 19,000मा। त्यसमा के आउँछ? अलि आजै फर्किनु गयो भने अलि हतार छ। थ्याङ्क यू। ल गाइज म चाहिँ फर्किसकेको छु।
अब 2-4 दिनमा बन्छ भनेको छ। अनि त्यसपछि बढीमा एक हप्ता लाग्छ भनेको छ। त्यसपछि म आउने छु। त्यसपछि कलङ्कीसम्म जानुलाई गाडी चढेँ। अनि कलङ्कीमा ओर्लेर फेरि धादिङको आइस चढिहालेँ। ल हजुर, म चाहिँ गल्छी झरेर नि गाउँतिर उकालो लागिसकेँ। आजै काठमाडौँ गएर आजै आउनको लागि सफल भयो यात्रा। अन्तिमसम्म भिडियो हेरिदिनु भएको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अब गिटार लिन गएको अर्को भिडियो नि बनाउने छु गएको दिनमा। हुन्छ, थ्याङ्क यू फर वाचिङ माई भिडियो।